फ्री भिसा फ्री टिकट फ्री भिसा फ्री टिकट। ल है साथीहरू, मलेसियामा शून्य लागतमा रोजगारीको अवसर। कंपनीको नाम बिजलिङ टेक्नोलोजी एसडिएन बिएचडी कंपनी हो। टोटल 1500 जनाको डिमान्ड आएको छ। यस्तै लास्टसम्म हेर्दै गर्नु, म भन्दैछु कहाँ कहाँ आएको छ, कुन कुन मेन पावरमा आएको छ। 3टा मेन पावरमा आएको छ एउटै कंपनीको बिजलिङ टेक्नोलोजी कंपनीको जुन छ नि डिमान्ड 3टा मेन पावरमा आएको छ। 3टै फ्री भिसा फ्री टिकट हो, शून्य लागतमा रोजगारीको अवसर हो। काम दरपद फ्याक्ट्री जनरल फ्याक्ट्री वर्कर मागेको छ। यसमा फर्स्ट यसमा जुन छ यो डिमान्डमा 800 जनाको माग गरिएको छ। अनि बेसिक स्यालेरी तपाईको 1700, ड्युटी 7.5 घण्टा, ड्युटी 7.5 घण्टा, हप्ताको 6 दिन काम गर्ने। वार्षिक विधा कंपनी अनुसार, खाना सुविधा छैन, बस्न सुविधा छ, करारोधी 2 वर्ष। यसको फाइनल अन्तर्वार्ता 15 र 16 पुस 2082 मा हुनेछ काठमाडौँमा। यसको तपाईले हेर्न सक्नुहुन्छ, यो मेन पावरको नाम हो द रिभर ओभरसीज पीवीटी एलटीडी। तपाईले यता हेर्न सक्नुहुन्छ। यसमा यसको मोबाइल नम्बर पनि छ, फोन नम्बर पनि छ, इमेल आईडी पनि छ, वेबसाइट पनि छ, जहाँ गएर पनि तपाईले अप्लाई गर्न मिल्छ। मेन पावरको एड्रेस हो 32 पुतली गौशाला, काठमाडौँ, नेपाल। यो द रिभर ओभरसीजको एड्रेस रहेछ। यसमा टोटल 800 जना, यो मेन पावरमा 800 जनाको डिमान्ड आएको छ। अर्को मेन पावर चाहिँ सुभाष ह्युमन रिसोर्स, त्यसमा 500 जनाको माग गरिएको छ। सुभाष ह्युमन रिसोर्स भनेर मेन पावरमा तपाईले सर्च गर्नु, गुगल बारमा गएर तपाईले लोकेसन म्यापमा सर्च गर्नु, अनि उता पनि तपाईले सेम डेटमा इन्टरभ्यू तपाईले दिन सक्नुहुन्छ, फ्री भिसा फ्री टिकटमा, शून्य लागतमा। अनि अर्को मेन पावर चाहिँ इन्टरनेसनल मेन पावर। इन्टरनेसनल मेन पावरमा 200 जनाको डिमान्ड आएको छ। टोटल 1500 जनाको डिमान्ड आएको छ। त्यो पनि एउटै कंपनीको हो, बिजलिङ टेक्नोलोजी कंपनीको हो। अनि टोटल फ्री अफ कोस्ट, फ्री भिसा फ्री टिकट हो। यसको प्री अन्तर्वार्ता दमदम भइरहेछ। अनि फाइनल अन्तर्वार्ता 15 र 16 पुसमा हुनेछ।